ल ल नभन्ने सेकेन्डमै ल यार मैले भने नि बोटारतिर फोन गरिदिउँ कि फोन गरौँ है अनिललाई फोन हान्न फोन मेरो ब्याङ्कले सिट्यो भने पैसा छैन सिट्यो ल अहिले खोलो तुरुन्तै माथि उठ्ने यार ल यो त कति मान्छे ल यार कति मान्छे मऱ्यो होला है कति कति अब त मान्छे घर सुधार बस्यो अनि बेलुकादेखि गभर्मेन्ट बिग्रियो यहाँ अनि ओइ अनिललाई फोन गर्न आइदिएन फोन गरे भने फोनमा उठाइदैन चलो अनिल कहाँको कहाँ राखिन्छ भाग भन्छ छिटो भाग छिटो भाग मात्र बुद्ध मात्र चोकदेखि कहाँ बेलुकादेखि बजार केही छैन छिटो भाग एउटै छैन रे भने हामी बेसी अरू कटै कटेन यो त गयो अब त कति वर्ष नै अब गयो यो त अब त यो हाइड्रो पावर नि एउटा रहँदैन जिन्दगीमा यस्तो ठुलो बाढी चाहिँ देखेको थिएन है यो चाहिँ रसुवाको चाइनाबाट बाढी फुटेर आएको भन्ने छ है यसले त नुवाकोट बजार त ध्वस्तै हान्यो ल हेर्नु त त्यो उता सब ध्वस्त भएर गयो बाढी यो बेत्रावती बजार यो केही पनि छैन ल ल ल यो 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 पुरै त्यो बजार हो त्यो बजार भन्दा यो जत्रो बजार देखिन्छ नि यसको 4 गुणा ठुलो यतापट्टि थियो त्यो माथि यो त्रिशुली अब तलतिर पुरै जाँदैछ यो बाढी ल ल हेर बाढी कत्रो आहा जरेको पुलको यस्तो पुरै पुरै सिँगै हेर्नु पनि लग्यो सबै लग्यो पुल लग्यो माथिको आएर स्ल्याब आएर ठोकेर ड्रामले लग्यो जरेको पुल आएर हानेर यहाँको पनि लग्यो अब